ल आजको गुड मर्निङ 2082 साललाई बिदाई गर्दै अब हामी न्यु इयरको ट्रेकिङ जाँदै हो। यतिखेर हामी ग्रुप छौँ ट्रेकिङ। कमल भाइ, सङ्गम भाइ, कान्छी मेरो प्यारी बहिनी हो, 25 हो, मेरो सासु आमा, बजे आमा अनि उहाँ म्याडम हुनुहुन्छ। यतिखेर हामी चाहिँ हाम्रो सरको घरमा ट्याक्क लागेर है पाइल्स चाहिँ एकदम रश्मि आयुर्वेदिकमा चाहिँ गाडीको वेटिङमा छौँ है। यहाँ हाम्रो सर भएको छ। खोइ त तपाईँलाई चिया सर, खोइ त तपाईँलाई चिया। अनि हामीले चिया खुवाउने अनि तपाईँ चाहिँ भित्र बोल्नु कि नि है। टक्क तपाईँहरूलाई कसैलाई समस्या पाइल्सको केही समस्या आइपरेछ भने सम्पर्क गर्नु होला। अब ठिक छ, यहाँनिर छौँ हामी गाडीको वेटिङमा। हामी सुरुवात छौँ आजको है। आजको हामी रत्नश्री जिमबाट हामी ट्रेक जाँदै हो। यतिखेर हामी वेटिङमै छौँ। अब यतातिर हेर्नुहुन्छ भने मेरो प्यारी बहिनी यहाँनिर गाडी आइसकेको छ है। हाम्रो ग्रुप यहाँनिर छ, गाडी आइसकेको छ। ट्याक्क लगाएर गाडी आइसकेको छ। हाम्रो गाडी यहाँनिर छ त सर र गाडी नम्बर। यदि तपाईँहरूलाई कसलाई कतै जान चाहनुहुन्छ भने टक्क है गाडी छ। ल सर र मेरो साथीको यो ल के भने इच्छा छ हिरोनीहरू। हामी भाइरल रोडमा है, भाइरल रोडमा अहिले हामी नौडाँडामा हिँडिरहेको छौँ है। नौडाँडाबाट हिँड्दैछौँ हामी। आज कोके, भोलि माथि हिमाल अनि पुन हिँड हुँदै त्यही ब्याक टु पोखरा। गाई चाहिँ हामी पुरा रत्नश्री जिमबाट मिस्टर फोर्न बहादुर गुरुङ है त। हामी नयाँ पुलमा छौँ। अब कतै पोखराबाट हामी लगभग 25 किलोमिटर आयो है। पोखराबाट हामी 25 किलोमिटर आइयो। हामी अहिले नयाँ पुलमा छौँ। यतिखेर हामी नयाँ पुलको दृश्य तपाईँहरू माझ देखाउँदैछु है। नयाँ पुलमा है अन्नपूर्ण गाउँपालिका, यो कास्किने पर्छ है अन्नपूर्ण गाउँपालिका। अब हामी खाजा खाँदैछौँ। खाजा खानु सकेको हेर्न सक्नुहुन्छ। खाजाको आइटम यहाँ आमामा, यहाँ सेलरोटी, खिर है। आमामा हेर्नु है आम्बो हामी खाँदैछौँ यतिखेर। ल आइसकेँ। म चाहिँ चन्दामा खान्छ झोल चन्दा। उल्लेरी आयो खोइ, उल्लेरी आयो गयो। ल यतिखेर हामी के अरे यो बनठाँटी भन्ने ठाउँमा आइयो है। यहाँ चाहिँ बस स्टेसन रहेछ। यतिखेर हामी सब है यहाँ बिरेठाँटीमा पुरै सरी पर्दा बनठाँटीमा है। यतिखेर चाहिँ पुरा हाम्रो ग्रुप यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ। ल गुड मर्निङ गाइस। ल पुरा दिएको छ गाडी हाम्रो ग्रुप है त। हेलो गाइज। ल हाम्रो लिएर आएको गाडी लगासियो। ए मेरो लाठी खोइ, यहीँ छ लाठी। ल हामी ल ल मेरो भाइ। ल अब हामी यात्रा सुरु भयो। यो यात्रा हामी रहनेछ। अब हामी लगभग 5 घन्टा हिँडिन्छ है त गाइस। थाहा छ तिमीलाई? ल है त। ल के मेरो दिदी? ल ठिक छ नि है? कुन देशबाट तपाईँहरू? ल हेलो हजुर हजुर। ल कहाँ हो यिनीहरू? कोके दाना वरे पानी अनि त्यसै पुनि है यात्रा हाम्रो राम्रो छ होइन? हो राम्रो छ। ल आइपुग्यो गाह्रो छ। ल यतिखेर हामी चाहिँ पुरा के भन्छ यो बाचाबन्धन 2 को सुटिङ गर्ने ठाउँमा आइपुगेको छौँ है। एकदम बाचाबन्धन 2 को सुटिङ एरियामा छौँ।
काशी पनि छ यही गोरी पछि आउँदैछ ल मेरो सासू दिदीलाई बेसी गाह्रो भयो बिचरा ल नातिन है नातिन दिदी ल बजारमा त ढुकै छ साथीलाई ढुकै छ मेरो डल्लीलाई त होला 3 दिन हिँड्छु ओए दियो या तनक बाग्लुले के भन्यो कि केही भन्दैन मेरो शब्द छैन शब्द छैन तरिनीहरू हेरेर तिमी मुटु धड्कनमा हुन पाऊँ तिमीसँगै हाँस्न र रुन पाऊँ तिमी मलाई परिलाई नै मन पर्ने तिमी मलाई परिलाई नै मन पर्ने चुतोरा चुतोरा हेर्नु है चुतोरा ल हेर्नुहोस् त हजुर अब कता कता डाँडाबाट आइयो डाँडाबाट अब फेरि बल्ल यो कतै हिँड्यो होला अब हामी 1 घन्टा हिँडेपछि यो भाग देखियो तर के ठाउँ हो थाहा भएन लालीगुराँस अलिअलि देखेको छु तर यो लालीगुराँसको बनाएको हामी यतिखेर हामी आमा कटेजमा आएछौँ वेलकम छ आमा कटेजमा हामी खाना खाने ठाउँ आइपुग्यो है त अब तपाईँहरूले हेर्न सक्नुहुन्छ पुरै अलगढा आमा कलेज चाहिँ आम्बो खतरा छ यार हामी 2027 माथि डाँडामा आइछ 2717 हेर्न सक्नुहुन्छ है तपाईँहरू म हेर्नुहोस् त पुरै लालीगुराँसको पहाड ल मलाई भिडियो होला भिडियो होला त छाने यति छ यति चलिरहेको छ ए क्यामेरा खिच्नु क्यामेराम्यान हाम्रो मिना दिदी यतिखेर भनेपछि अब हाम्रो ग्याङ आइरहेको छ तलबाट है यहाँ पुरा बदल काट्दैछ यहाँ चोचे प्योर लोकल मिर्ग पो रहेछ उही आम्बो भोटे यहाँ प्योर मिर्गकै मिर्ग आइयो गाइस खाना खानु यही त होला तल फोन गरेको ल वाउ यो भने नि चाहिँ राम्रो राम्रो है ल हामी माथि राँडतिर गएँ नि खाइ चाहिँ ल के हेर्ने लालीगुराँस के लालीगुराँस हेर्ने कति हेर्ने लालीगुराँस हाम्रो पाखैभरि होरी इ त्यो पाहा बाबा त पुरै लालीगुराँस रहेछ तर मेरो जुम यति रहेछ जे ल भोटे कुकुर के छ केटा यो ठ्याक्कै हामी अहिले पर्वतमा छौँ माथि अब म्याग्दी आउँछ अरे अनि देउराली गुरुङहरूले पुज्ने देउराली एकदम यतिखेर हामी आमा कटेजदेखि हामी थोरै माथि आइसकेको छौँ तल आमा कटेज छ है तल आमा कटेज साथीहरू पुरा भिडबाट आउँदैछन् ओए केटा आइज आइज भर्खर मैले भात खुवाएको होला है बलासन यो कोही जाकेर खोल्ने लगाउने भइरहेछ हर्मिना दिदी चाहिँ है
जस अहिले हामी यहाँ लगभग 15 दिन अलि पछि आएछ लालीगुराँस झरिसकेको अवस्था यो दुई थरीको लालीगुराँस चाहिँ हान्दैन दिने हो कि अहिले हालिदिने हो किन आतिर ऊ टिकटक बनाउँदैछ अरे अहिले माथि गएको भिडियो बनाउनु के बिचरा उसले नि ल्याए हुन्छ कि सन्चो छैन नि त भिडियो बनाउनु ल कोकेरार जाँदैछौँ हामी है पछिमा छु कोही नदेखाऊ है ब्याग सबै हिँडिरहेको छ अब को नछ यताबाट खिच्नु त म ल ल आउनु ल त्यो रातो भनेर अब यता रातो भनेर पिङ्क कलरको लालीगुराँस आए रोक्नु म उहाँ लालीगुराँस जुम गरेर दियो त्यो त लाने हो कि मैले भिडियो गरेँ यता पछाडि हात उठेर मलाई म सायद कहाँ यो हामी ए को त्यो सुतेको एउटा सुताउ न भिडियो के भिडियो ल भाइ त आयो है आयो आयो भाइस लानुपर्छ है ल आयो भिड त कति ल यहाँ बजारमा यता आउनु त अहिले त आउने लोट्ने कुरो नगर्नुहोस् हिँड्नुहोस् रौसाको मान्छे झन् एकदम ध्यानपूर्वक हिँड्छ कहिले रौसी आएर मान्छे लोटेर भने सुनेछ तपाईँ छैन नि होइन यो पाखा हुँदै अब हामी लाग्यो जङ्गलतर्फ यस्तो हेर्नुहोस् है भिड छ बिचरा यो गोडा एक्लै छन् कसैले लुट्दियो होला र फेरि अन्त यसले मैले जति सुन्दा लाग्छ होइन लुट्दैनलाई डलर पाउन उडुट्ने मात्रै हो ल जङ्गल अघि भिडतिर लाग्यो अब हामी जङ्गलको बाटो तय गर्दैछौँ होइन बजामा ल देख्नुहुनेछ तपाईँहरू कोके डाँडा मान्छेले ओहो ओहो भन्छ नि होइन तर हिँड्दा नि त्यस्तै छ क्या ठाउँ बब्बाल हो लालीगुराँस हो र चाहिँ हिँड्ने बाटो चाहिँ गाह्रै छ गाइस किनकि हिजो पानी परेको हुनाले होइन अलिकति गाह्रो छ ल अब ल हामी यसै हिँड्नेछौँ ट्रेकिङ बजामा हेर्नुहोस् त यता ल ल गाइस यस तपाईँहरूले नि आउनु होला अनुभव लिनु होला खोके डाँडा हामी चाहिँ हिँड्यो ए
अरू मिना दिदीले चाहिँ झोल बोक्न नसक्नु मैले बोक्यो आमा बजामा के भयो के भयो आइपुग्यो हेलो हामी बजे नाति ठ्याक्क हेर्नुहोस् बाटो हेर्नु सक्नुहुन्छ बजे नाति चस्मा लाने जङ्गलतिर अहिले रातको अँधेरो भयो माथि हिँड्नु जता कराउनुहोस् त कता हो कराउनुहोस् माथिबाट हिँड्नु कता हो माथि होला फेरि उता लगाएको छ कि चिप्लो हुन्छ नि तलबाट गएको होला कि तिनीहरू है ल तपाईँ त्यो बाटो हिँड्नु त म अब अहिले बाटो बिग्रिनु कुदेर आउँछु है ए राम ल यतिखेर हामी ठ्याक्कै कहाँ हो अब के भन्नु भाइ ए आमा यतिखेर तलतिर हेरौँ भने भिडै भिड छ हामी यता फर्किरहेको छ कि हालो भनिरहेछ अब राम्रो कहाँ गयो त्यो ल मेरो दिदी यता आउनु त ल दिदी यता आउनु मजामा लालिस ल ल आइस त यही त ल पर्वत जिल्ला भनेको यही हो ए यस्तो जाँदै भित्र मैले कमान्डो ट्रेनिङ गर्नु पर्छ कमान्डो ट्रेनिङ यहाँ यता आउनु न काका ल कहाँ आउनु त आइयो त कहाँ यो ल है गाइस ल आउनु होला तपाईँहरू नि घुम्न कोकेरा र मुर्दार हेर्नु न यहाँ कस्तो अचम्मकल छ क्या हाम्रो देश है हाम्रो प्रकृति यसै त हामी प्रकृतिको धनी नेपालमा त यसै त आएको होइन क्या गोराहरू घुम्न हेर्नु त यहाँ अर्कै रङको छ यहाँ अर्कै रङ छ ए रङ आएको छ है हाम्रो त प्रकृतिले दिएको हो नि अब यहाँ यसो त्यो उता हेरेर रातो छ है अब हाम्रो देश यसै त प्रकृतिले दिएको देश त होइन नि हेर्नु न आम्बो यसै घुम्न आउँछ त नेपाल गोराहरू हाम्रो हेर त यस्तो आउँछ यहाँ भन आमा हेर्नु न यता बुढी कस्तो छ मजाको है अन्त मेरो बुढीको गाउँतिर नि टन्नै झराली गरेको छ मेरो बुढीलाई यसो चाख त छैन भन्यो बुढी कस्तो छ क्या है आचाउँछ नि बुढी यहाँ यस्तो छ है अनि यता हेर्न बुढी यति मेरो बुढी हिँड्न सक्ने मेरो बुढी अलि सन्चो छैन यति ठिक भएको मैले ल्याउँथेँ मेरो बुढीलाई लगाले हेर्न न बुढी है आम्बो ए होइन ल भिडियो गर्न यहाँ यताबाट खिच्नु
म त थाहा छैन आउने यार मलाई त कति हिँडेको आफ्नै फेरि गुड मर्निङ नमस्ते यतिखेर हामी कोके डाँडाको भ्यू गर्दैछौँ यतिखेर माछापुच्छ्रे छेउ भनेपछि हेर्न सक्नुहुन्छ तपाईँहरू माछापुच्छ्रे है माछापुच्छ्रे हामी परबाट माछापुच्छ्रेलाई अगाडिबाट चाहिँ अहिले पनि पछाडिबाट हेर्दैछ माछापुच्छ्रेको भ्यू है माछापुच्छ्रे हो हामी कोके डाँडामा है कोके डाँडामा हामी सुतेको स्थान आज यसमा है यसो सुतेको है सनराइज हो कि अब के राइज हो हेर्न नै साथीहरू माथि पुगिसकेको छ हाम्रो केटातिर मान्छे सर माथि डाँडोमा रहेछ ऊ यहीँ रहेछ एउटै हो क्यामेरा राख्ने यही ठिक हुन्छ लाग्दैन त नि 20 मिनट त्यहाँ भयो तिमीले त्यहाँ भिडियो बनाएको छैन होइन भरे त्यो उसमा त्यो हालौँ ल भ्लगमा है मलाई खास हिमाल त त्यो राम्रो त होइन मलाई त्यो हिमालय हिँड्ने मान्छेलाई के गयो सब उड्यो के टाइम पास गयो आलुदमले बिगाड्दियो अगाडि नजाने त्यहाँ अगाडि नजानु है रोक्नु यतिखेर हामी मौर्य डाँडाको दृश्य तपाईँहरूलाई देखाउँदैछु अब यहाँनिर हाम्रो साथीहरू एकदमै दम्केदार हिँडिरहेको छ आफ्नो आफ्नो तालमा है मौर्य डाँडा चाहिँ तपाईँहरूले टक्क हेर्न सक्नुहुन्छ मौर्य डाँडा ऊ त्यो मौर्य डाँडा हो मौर्य डाँडा त्यहाँ मौरी हुन्छ अरे त्यो मौर्य डाँडा भनेको है बुझ्नु होला तपाईँहरूले गाइस चाहिँ त हेरौँ देख्छु सबै सरर त फर्केर हेलो गाइस ल ठिक छ गुड मर्निङ स्याबास राम्रो मान्छे गुड मर्निङ यतिखेर हामी मौर्य डाँडा है 3313 माथि मित्रमाथि आइसक्यौँ यो म्याग्दी जिल्ला पर्छ यतिखेर हामी अब हिजो हामी कास्कीबाट हिँडेर हामी चाहिँ ठ्याक्क के भन्छ अरे पर्वत आएर बसियो होइन पर्वतबाट चाहिँ बिहानै हिँडेर हामी यतिखेर तपाईँहरू देख्नुहुन्छ त्यो रात त सबै देखेको छ नि पुरै लालीगुराँस हो यतिखेर हामी म्याग्दी जिल्लामा छौँ म्याग्दी जिल्ला भनेर तपाईँहरूले फेरि महावीर पुललाई सम्झिनुहुन्छ है यतिखेर महावीर पुलको एरियामा हामी आएका छौँ हेर्नु सक्नुहुन्छ नेपालमै यो इन्टरनेट भन्ने जमाना थाहै थिएन र महावीर पुलले इन्टरनेटको
आविष्कार कसरी गर्नुभयो भन्ने कुरो तपाईँले यहाँबाट नि सिक्न सक्नुहुन्छ। यो यहाँनिर छ महावीर पुन सरले, माननीय महावीर सरले चाहिँ पहिलोचोटि यसरी आफ्नो गृह जिल्लालाई यसरी विकसित गरेर चिनाइदिएको थियो। अहिले उहाँ माननीय हुनुभएको छ, अझै पनि नेपाल सरकारले उहाँलाई चिन्नुभएको छैन। अन्नपूर्ण र्याम्रे 8 है म्याग्दी नाकी गाउँपालिका या के हो समथिङ रहेछ है। यतिखेर हामी देख्न सक्ने हुन्छ पारिपट्टि हिमाल झलल छ है, नेपालको गौरवमय धौलागिरी अन्नपूर्ण माछापुच्छ्रे हिमाल देख्न सक्नुहुन्छ भने यतिखेर यो मौसम अलिकति सनराइज हामी पर्वत जिल्लाबाट मौसम राम्रो थियो। पर्वत जिल्लामा हामी बिहान उठ्यो, सनराइज हेरियो र चाहिँ अहिले हिँड्दै फेरि हामी म्याग्दी जिल्ला आइपुगेको छौँ। यतिखेर हामी म्याग्दी जिल्लाबाट हिँडेको अवस्था छ है। यो देख्न सक्नुहुन्छ यो मोरिया डाँडाबाट हामी लाग्यो, पारी हिमाल सरर देखिन्छ होइन। ठिक छ, लाइन्छ त गाई चाहिँ। यतिखेर हामी म्याग्दीको 3 पोखरी भन्ने ठाउँमा आइपुगेको छौँ। 3 पोखरी ठाउँमा लालीगुराँसले झक्कमक्क बलेको छ भनेपछि अब यदि तपाईँहरूले पनि कोही आउँदै हुनुहुन्छ भने यहाँनिर कन्ट्याक्ट गरेर खाजा पानीको व्यवस्था छ यहाँनिर है 3 पोखरी ठाउँमा। अनि यहाँ सर यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू सबैले त हेर्न सक्नुहुन्छ है सरर। यतिखेर अहिले बादलले पुरै हिमाल ढाकिसकेको छ भनेपछि यता अब लालीगुराँस के हेर्ने, अब तपाईँहरू चाहिँ कति हेर्ने युट्युबमा मात्रै हेर्न सक्नुहुन्छ। युट्युबमा कति हेर्ने तपाईँहरू आउनुहोस्, आँखैले नै हेर्न सक्नुहुन्छ। आउनुहोस् सबै लालीगुराँस यो हो म्याग्दीको 3 पोखरी है त। ल हामी चाहिँ घोरे पानीमा छैया घिउ हालेर ल अब हाम्रो मिनी भ्लग यहीँ सायद लास्ट हुन्छ होला। यति हामी खाना खाँदैछौँ है त घोरे पानीमा चाहिँ हामी खाना के होमस्टे आइसो होमस्टे। यदि तपाईँहरू कोही घोरे पानी आउँदै हुनुहुन्छ भने आइसो होमस्टेमा आउनु होला। म तपाईँहरूलाई कन्ट्याक्ट नम्बर पनि यहाँनिर म देखाइदिन्छु। तपाईँहरू ठ्याक्क यो आइसो होमस्टेमा आएर कन्ट्याक्ट नम्बर हेरेर छ है हजुरहरू। अहिले हामी हिजो पोखराबाट निस्कियो, पोखराबाट पर्वतबाट म्याग्दी हुँदै हिजो कोखेटा र बास बसियो भने बिहान उठेर हामी बिहान सवारी उठेर अहिले हामी चाहिँ यो म्याग्दी जिल्ला 3 पोखरी भन्ने ठाउँमा आइपुगेका छौँ। यतिखेर हाम्रो हाम्रो जिमबाट बजारमा प्यारे दिदी हुनुहुन्छ र मेरो प्यारो भाइहरू हुनुहुन्छ। यतिखेर हामी नेपालको एकदम सौन्दर्य लालीगुराँसले ढकमक्क भरिएको ठाउँ 3 पोखरी भन्ने ठाउँमा आएको छौँ। तपाईँहरू पनि आइदिनु होला, यो मौका कहिले पनि नछुटाउनु होला। यो सिजनमा एकदमै फल्ने हो, यो प्रकृतिले दिएको हो। धन्यवाद। यस्तो भवाला हेर